भिडियोको सुरुमै यो तस्बिर हेर्नुहोस्। हर्क साम्पाङको नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएको समयको तस्बिर हो यो। आयोगले पार्टीलाई आधिकारिक मान्यता प्रदान गर्दै गर्दा प्रमाणपत्र दिएको समयको तस्बिर हो यो। तस्बिरमा साम्पाङ सहितका व्यक्तिहरू आयोग पुगेर प्रमाणपत्र ग्रहण गरेको देखिन्छ। यो तस्बिर यसकारण पनि खास छ कि पार्टी दर्ताको प्रमाणपत्र बुझ्न जाने क्रममा हर्क साम्पाङले एकजना भूमाफियालाई पनि सँगै लिएर गएका थिए। तस्बिरमा हर्क साम्पाङसँगै देखिएका यी व्यक्तिलाई अलि नियालेर हेर्नुहोस्। उनको नाम हो इन्द्रकुमार चामलिङ। अब यो भवन पनि हेर्नुहोस्। काठमाडौँ महानगरपालिका वडा नम्बर 10 देवीनगर धोबीखोला करिडोरमा अवस्थित यो भवनको मालिक पनि उनै इन्द्र चामलिङ राई नै हुन्। यो भवनको स्वामित्व चामलिङकी छोरी स्वस्तिकाको नाममा रहेको छ। स्वयं चामलिङले नेप्लिस टाइम्ससँगको कुराकानीमा यो भवन आफ्नो छोरीको नाममा रहेको बताएका छन्। मेरो छोरीको नाममा हैन, अनि बैंकले त्यत्रो पैसा लगानी गरेको छ यहाँ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले खरो रूपमा विरोध गर्दै आइरहेका छन्। जति विरोध गर्दा पनि डोजर चल्न नरोकिएपछि साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागिरहेका छन्। सार्वजनिक जग्गा समेत हडपेर बनेको आलिशान भवनका मालिक नै उनै हर्क साम्पाङसँग पार्टी दर्ताका क्रममा सँगै निर्वाचन आयोगमा पुगेको दाबीलाई पुष्टि हुने गरी तस्बिर बाहिरिएपछि साम्पाङमाथि नै प्रश्न फर्किएको छ। आफ्ना मान्छे भूमाफिया भएकै कारणले बालेनको डोजरमाथि विष बमन गरेको भनेर आलोचना भइरहेको छ। हर्क साम्पाङसँगै पार्टी दर्ताका क्रममा निर्वाचन आयोगमा देखिएका राईले बनाएको यो भवन किता नम्बर 577 र 191 को केही भाग ओगटेर निर्माण भएको कागजातमा देखिन्छ। किता नम्बर 577 भूमाफिया चामलिङको छोरी स्वस्तिकाको नाममा रहेको भए पनि किता नम्बर 191 भने सरकारी स्वामित्वको जग्गा रहेको पुष्टि भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँका मेयर हुँदा काठमाडौँ महानगरपालिकाले गरेको रेखाङ्कनले यो कुरा देखाएको थियो। तर अहिले चामलिङले 577 नम्बर किताको ध्वनि पूर्जा टाँसेर 191 किता हडपेको कुरा ढाकछोप गर्ने प्रयास गरिरहेको देखिन्छ। 191 नम्बरको सरकारी जग्गाको केही भाग पावर र पहुँचको भरमा कब्जा गरेर चामलिङले टावर खडा गरेको आरोप लागिरहेको छ। उनै भूमाफिया चामलिङको नेक्सस हर्क साम्पाङसम्म रहेको विषयले अर्को प्रश्न खडा गरिदिएको छ। यो सुकुम्बासीमा पर्छ भने नेपालको 3 करोड नागरिक सुकुम्बासी बन्न चाहन्छन् होला। झट्टै हेर्नुस् त, हेर्दाखेरि 7 तल्लेको भवन, यसो हेर्दाखेरि चाहिँ टोपिने खस्ता जस्तो यस्तो ठाउँमा यदि सुकुम्बासी हो भने नेपालको प्रत्येक नागरिकलाई सुकुम्बासी बन्ने रहर जाग्छ होला। अहिले आएर हेर्दै हेर्दै पावरफुलहरू मान्छेले के गरे, हामी त यसै सुकुम्बासी। यो सब ओलीको खेल हो। अब ओलीको खेल, शेरेको खेल, यी सबैका खेल हुन्। बालिन सरकार एकदम गुड, बालिन इज गुड।